हेलो नमस्ते सेवारो तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। म मकवान लिम्बू। आज चाहिँ हामी यहाँ यसो घरमा एउटा कार्यक्रम सिद्ध्याएर घुम्नलाई यसो हाम्रो फुङफुङदेन झरना तीर्थस्थल पनि हो। त्यो ठाउँमा चाहिँ यसो हल्का हामी यसो दर्शन गर्नु पनि दृश्य अवलोकन गर्नु पनि हामी जाँदैछौँ है। म लगायत त्यहाँनिर हाम्रो चाहिँ झापादेखि आउनुभएको पाहुना हाम्रो दिपेन याङदेन दाई अनि चाहिँ भाउजू प्यारी भाउजू सरू कुमारी याङदेन अनि हाम्रो समीक्षाजी अनि हाम्रो सुषमा खालिङ राई हाङ्गामजी पनि हुनुहुन्छ अनि हाम्रो विष्णु तुम्बाम्फे के अरे विष्णु पालुङवा पालुङवा रोडे रोड आऊ यता रोडे रोड हामी जाँदैछौँ है। माथि देखिन्छ यहाँदेखि चाहिँ अलिअलि ल। यता चाहिँ हाम्रो छोरी ओमु हाङ्गामको शुभ चारकलममा आउनुभएका सरदार जी हुनुहुन्छ। उतापट्टि हाम्रो प्यारो लुङमा लोकन्दे। ल भिडियो हेरिदिनु होला है साथीहरू, ब्लग हेरिदिनु होला, यसो प्रतिक्रिया जनाइदिनु होला, कमेन्ट गरिदिनु होला युट्युबमा यसो, अनि सब्सक्राइब पनि गरिदिनु होला है। आज चाहिँ हाम्रो छोरीको शुभ चारकलमको चाहिँ एउटा कार्यक्रम सिद्ध्याएर यसो घुम्नको लागि चाहिँ हाम्रो मेरिङदेन र मिक्वा खोलाको चाहिँ सङ्गम स्थल फुङफुङदेन झरनामा चाहिँ हामी घुम्न जाँदैछौँ। त्यो चाहिँ तीर्थस्थल पनि हो अनि त्यो चाहिँ तपाईँको चाहिँ घुम्ने ठाउँ पनि एकदमै राम्रो पर्यटक स्थल हो। त्यहाँ चाहिँ हामी जाँदैछौँ। अब यहाँ कति टाइम लाग्छ, गाडी पनि आइपुग्यो है। हाम्रो गाडी यही हो भान्जा, यता यता आउनु, गाडी आयो। अब गाडीमा अट्छ कि अट्दैन, मान्छे धेरै भइयो जस्तो छ। अब को अटिन्छ को अटिँदैन, नअट्ने फर्किन्छ। ल ब्लगमा तपाईँ सबैजनालाई स्वागत छ है, स्वागत छ। बतेज सेवारो स्वागत छ है तिमीलाई मेरो ब्लगमा पनि। ठिक छ हेर है, मान्छे कसरी अटाएर लाने भाइ? हौ यतिजना छौँ, अरू 2 जना आउँदैछन् हौ। खाना खान गरेर जानुपर्छ नि। ल हामी चाहिँ फुङफुङदेन घुम्नलाई जाँदैछौँ। यहाँ अब गाडी यस्तो छ, मान्छे चाहिँ एकदमै प्याक छ यार। कति अटिन्छ अटिँदैन, अब जबरजस्ती गरेर जानुपर्ने भयो। एकचोटि जान्छु भनेपछि तीर्थस्थल जानु नि पर्छ, त्यसैले गर्दाखेरि पनि हामी जाँदैछौँ। गुरुजी लाग्यो माथि लाग्यो है फुङफुङतिर गयो। यस्तो छ साथी यो यात्रा, बत्तिस बिस्तारै जानुपर्छ, पछि गइन्छ फेरि। ब्लगमा फेरि अरे ब्लग फेरि आइरहेको छ युट्युबमा। ब्लगमा युट्युब के अरे भिडियो हाल्नु नपाए फेरि सकिन्छ है साथी हो। यस्तो छ है साथी हो गाउँको बाटो। विकास त भएकै हो, अब विकास त यस्तै हो, बिस्तारै हुन्छ। एकैचोटि पिच बनाउनु मिल्दैन, पिच चाहिँ अब बिस्तारै निरन्तर हुँदैछ। मेरो गाउँ यस्तै हो, के गर्नु, ताप्लेजुङ जिल्ला विगत ठाउँमा मेरो गाउँ यस्तै छ। यता हाम्रो भीम मदेन छ, हाम्रो पार्टी उपसभापति पनि हुनुहुन्छ। हाम्रो चाहिँ उता छोरीको लोकन्दे है, उहाँ चाहिँ लोकन्दे सरदार। यता लोकन्दे, यता सरदार। हामी यता सबैले भनौँ है। अब यता पछाडि चाहिँ बेहुलीको बाउ बसेको छौ। कहाँ बसेको छौ? बेहुलीको बाउ देख्दैन हौ। बोलौँ न अरे सन्ज हाम्रो सन्ज तुपाङ पे हौ। पहिला त खतरा पो अरे
अरे कमान्डर को त पहिले मुक्ति सेनाको कमान्डर पूर्व मेची कोशीको कमान्डर भनौँ न अध्यक्ष सर्वोच्च कमान्डर यस्तो छ है कमान्डर स्विमिङ पुल पनि बनाएर एकदमै राम्रो गरेको छ। अब यहाँ स्विमिङ पनि गर्ने साथीहरु यस्तो छ है। यहाँनिर चाहिँ बाटो पनि एकदमै राम्रो व्यवस्थित बनाएको छ हौ अहिले त ठिक छ सबै कुरा राम्रो हुन थालेको छ अहिले चाहिँ। हो यस्तो बनाएको छ र अहिले चाहिँ तर स्विमिङ पुल तर पानी छैन यार आज पानी सुकेर पानी लगाइरहेको छ। यस्तो छ है साथी पानी नेचुरल छ यहाँ चाहिँ के लाउनु पनि पर्दैन। यो चाहिँ मन्दिरहरू हो यहाँनिर मन्दिरहरू पनि छ यहाँ यस्तो एरिया छ यहाँ अहिले एकदमै चाहिँ हाइड्रो मिडल मिमा हाइड्रो पनि यहाँनिर चाहिँ बन्दैछ। हाइड्रोको पनि लगभग यहाँ 60% जति काम भइसकेको होला यहाँ आउँदै यस्तो भइरहेछ साथीहरू। यो अगाडि देखेको चाहिँ यो फुङफुङदेन झरना हो यो एकदमै यो मनोरम दृश्य छ। यहाँ चाहिँ कोही आउनु भएको छैन भने घुम्न आउनु होला एकदमै राम्रो छ। यो चाहिँ बजारदेखि चाहिँ यो जम्मा अन्दाजी 50 किलोमिटर होला मिटर कि कति जति छ हो त्यति होला। यस्तो छ साथी हो कोही आउनु भएको छैन भने आउनुहोस् है घुम्न एकदमै राम्रो छ है। फुलहरू फुलेर ढकमक्क छ। खोइ त अरू आएनन् राम्रो छ है साथी हो ल आउनुहोस् घुम्नलाई। मलाई चाहिँ आजभन्दा केही महिना अगाडि चाहिँ मेरो श्रीमतीलाई चाहिँ लिएर आएको थिएँ यो ठाउँमा फेरि त्यतिकै यो यति धेरै बनाइसकेको थिएन। तपाईँको चाहिँ यहाँ अहिले त बस्ने फलाइन्छ पनि बनाएको रहेछ हो। बाटोहरू पनि तपाईँको चाहिँ एकदमै राम्रो बनाएको छ यो पैदल हिँड्ने बाटोहरू। ल साथीहरू तपाईहरु कोही आउनलाई छुट्नु भएको छ भने आउनु होला। यो ठाउँदेखि चाहिँ मेरो मिसेसलाई पनि एकदमै धेरै सम्झेको छु है। मिसेस उता अहिले बाहिर हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै सम्झेको छु। धेरै सम्झना छ प्यारी मान्छे। ल हाम्रो लुङवा प्रफुपुको छोरा विष्णु पालुङवा चन्द्रबहादुर हाङगाम मेरो माइला दाई अब फुङफुङदेखि पहिला आइएको थिएन अरे छैन यो यहाँ फर्स्ट चोटि हो मात्रै खोलामै आएको थिएन अरे क्या अहिलेसम्म होइन होला हो रे। कस्तो छ कान्छ यो ठाउँ चाहिँ मलाई साह्रै खुसी एकदम रमाइलो लागिरहेछ। म पनि त्यही ठाउँसम्म चाहिँ अहिलेसम्म पुगेको छिनँ क्या। होइन हेर्दा आलु लिनु जान्थ्यो सिम्बुक जाँदाखेरि फुङफुङदेन झर्ना भनेर बुझियो तर सिधा अब हेर्दाखेरि नजिक जस्तो लाग्यो त धेरै टाढो रहेछ यहाँबाट। मेरो माइला दाईहरू पनि अब यहीँ घर नजिकै भए पनि खासै यहाँनिर चाहिँ आएको छैनन्। ल आज घुम्न लिएर आएको सबैजनालाई। ल आउनुहोस् हेर्नुहोस् तपाईँहरू पनि यो भिडियो हेरेर पनि यो ठाउँमा फेरि आउनलाई मन गर्नुहोस् साथीहरू। पानी यहाँसम्म आउँदो रहेछ अनि यस्तो छ। ओ ल पर जानु पर माथि पनि निकाल्दैन माथि जानु अझै
बर्खाको पानी नै होला, पानी एकदमै ठुलो छ। पर चाहिँ त्यो झरे ठाउँमा पोखरीमा चाहिँ जानु सकिँदैन। कोही साथीहरू चाहिँ जानु सक्नुहुन्छ भने आउनु होला, ट्राई गर्नु होला। म चाहिँ जान सकिनँ साथी हो, पानी एकदमै ठुलो छ। नमस्ते सेवारो, भिडियो हेरिदिनु होला। बाई बाई सेवारो।